हामी सबैलाई वन्स इन अ लाइफ टाइम पिम्पलहरू आउँछ र कसैलाई यस पश्चात बस्ने दाग तथा खाल्डाहरूले चाहिँ अनुहार पर्मनेन्टली बिगारिदिने गर्दछ र जुन धेरै ट्रिटमेन्ट पश्चात पनि 70 to 80% मात्र इम्प्रुभ हुन्छ। आज हामी पिम्पल पश्चात बस्ने दाग तथा खाल्डाहरूलाई कसरी प्रिभेन्ट तथा कम गर्न सकिन्छ भन्ने बारेमा कुरा गर्न गइरहेका छौँ। पहिलो, पिम्पलको इन्फेक्सन तथा इन्फ्लामेसनलाई जति चाँडो ट्रिट गर्यो त्यति नै टिस्यु ड्यामेज हुने चान्सेस कम हुन्छ, जसले गर्दा दाग तथा खाल्डाहरू बस्ने चान्सेस चाहिँ कम हुन्छ। त्यसैले यदि एक्टिभ पिम्पल्सहरू छ भने त्यसलाई आफै निको हुन्छ भनेर नपर्खी चाँडै नै ओरल र टपिकल ट्रिटमेन्टद्वारा कन्ट्रोल गर्न जरुरी हुन्छ। दोस्रो, पिम्पललाई कोट्याउने, चलाउने, फोड्ने जस्तो काम चाहिँ कम्प्लिटली एभोइड गर्नुपर्ने हुन्छ, किनभने जब स्किन चाहिँ ब्रेक हुन्छ तत्पश्चात जुन इन्फेक्सन, इन्फ्लामेसन र तपाईँको डिलेड हिलिङहरू कज गर्छ त्यसले चाहिँ एक्सटेन्सिभ टिस्यु ड्यामेज गरी स्कार्स र पिगमेन्टेसन बस्ने चान्सेस चाहिँ धेरै हुन्छ। तेस्रो, SPF 50 भएको ब्रोड स्पेक्ट्रम सनस्क्रिनको प्रयोग गर्न जरुरी हुन्छ, किनभने यसले पिम्पलको मार्क्सहरूलाई झन् डार्क हुनबाट बचाउँछ। चौथो, पिगमेन्टेसन बस्न नदिन एन्टी पिगमेन्टेसन एक्टिभ्सहरू जस्तै नाइसिनामाइड, एजेलिक एसिड र रेटिनोइड्स आदिको प्रयोग गर्दा पनि फाइदा हुन्छ। रेटिनोइड्सहरूले स्किनको टर्नओभरलाई इन्क्रिज गराई कोलाजेन इन्डक्सनमा पनि मद्दत गर्छ, जसले स्कार र पिगमेन्टेसन बस्नबाट कम हुन्छ। पाँचौं, जेन्टल नन कोमेडोजेनिक स्किन केयर प्रोडक्ट्सहरूको प्रयोग गरी स्किनको ब्यारियर ड्यामेजलाई प्रिभेन्ट गर्न जरुरी हुन्छ, किनभने ब्यारियर ड्यामेज इज इक्विभ्यालेन्ट टु इन्फ्लामेसन र इन्फ्लामेसन इज इक्विभ्यालेन्ट टु पिगमेन्टेसन हुन्छ। फाइनली, एक्टिभ एक्नी ब्रेकआउट्स र इन्फ्लामेसन सबसाइड हुन साथ कोलाजेन इन्डक्सन ट्रिटमेन्ट्सहरू जस्तै डर्मापेन, MNRF, फ्र्याक्सनल CO2 along with PRP र GFC alongside good nutrition support र good night sleep सँग कम्बाइन गरेर गर्दा स्कारको आउटकम चाहिँ बेटर हुन्छ। धन्यवाद।